आज नेपालको म्याच हेर्नुभयो चाइनासँगको? होइन, आज हाम्रो नेपाललाई कतै भुतचुत त चढेको थिएन नि। नेपालले चाइनालाई 231 रनले हराइदिएको छ। 231 रन सानो कुरा हो। 231 रन त टी20मा टार्गेट दिनै गाह्रो पर्छ। 231 रन त नेपालले चाइनालाई आज यसरी पिटेको छ, यसरी पिटेको छ कि यो कुरा, यो गेम चाइनाले सालौं सालसम्म भुल्दैन होला के। यो पिटाई चाइनाले सालौं सालसम्म भुल्दैन होला के, यसरी पिटेको छ। कुशल भुर्तेललाई त आज कतै भूत नै चढेको थिएन भन्दा फरक नपर्ला। कुशल भुर्तेलले 300 को स्ट्राइक रेटले 43 बोलमा 129 रन हानिदिए। 43 बोलमा 129 रन। त्यस्तै गरेर रोहित पौडेल, कुशल मल्ल, रोहित पौडेललाई हामी टुकटुक भन्छौँ। रोहित पौडेलले आज 350 को स्ट्राइक रेटले 21 बोलमा 69 रन हानिदिए। अनि कुशल मल्लले पनि 47 बोलमा 85 रन हाने। नेपाली ब्याटरहरूले आज चाइनाका बोलरको धुवाँ निकाल। चाइनाका बोलरहरू त प्रत्येक बोल बााउन्ड्री आइरहेको थियो। प्रत्येक बोल बााउन्ड्री। चाइनाका बोलरहरू कन्फ्युज भइसकेका थिए कि अब कता बोल हाल्ने। जता बोल हाले पनि बााउन्ड्री लागिरहेछ, जता बोल गरे पनि छक्कै पडिरहेछ, चौकै पडिरहेछ। चाइनाका बोलरहरू त पागल भइसकेका थिए पुरै। के गरौँ कसो गरौँ भइसकेका थिए। यसरी पिटेका छन् आज चाइनालाई।